मर्निङ साथीहरू, स्वागत छ हजुरहरूलाई मेरो ब्लगमा र हजुरहरूलाई थाहा पाइसक्नु भएको छ यहाँ हिजो आजदेखि चाहिँ मेरो ब्लगमा एन्ट्री भएको छ मेरो छोरा। उसको एन्ट्री भएको छ। उसले पनि बीचबीचमा भ्लगिङ गर्नेछ। उसलाई के लाग्छ कस्तो कुराको भ्लगिङ गर्नुपर्छ त्यो गर्नेछ। बाको फोन लिएर गएर त्यो चाहिँ मलाई पठाऊ हैन। मेरो किनभने फोनमा अहिले ब्याट्री छैन र भोलि के छ एक्जाम। भोलि एक्जाम छ। त्यसैले म आउँदा त के गरिराख् थिस् ल भन अघि। त्यहाँ कोठामा बस्नु नपढिकन बस्या मात्र भए त हुन्थ्यो नि। त्यतिमा चित्त बुझ्थ्यो त के गरिराख् थिस् ल भन। मोबाइल चलाएर बसिरहेको छु है। मान्छु गुड। यो आफ्नो गल्ती चाहिँ स्वीकार गर्यो यसले किनकि ब्लगमा झुट बोल्नु हुँदैन हैन। त्यही भएर र भोलि के एक्जाम छ सामाजिकको छ र आज चाहिँ हामी आमा छोरा चाहिँ यही पढाइसँग रिलेटेड कुराहरू नै गर्नेछौँ ल। यतापट्टि उसको भन ल परिवेष्टित मलाई ल ऊ यहाँनिर होला ल नेपाल भुटान अजरबैजान अनि त्यसपछि सुडान जाम्बिया मडागास्कर परिवेष्टित देशहरू अनि परिवेष्टित देशहरू नभएका बाँकी जति सिङ्गापुर उसले आइडिया लगाएको उसले कसरी आइडिया लगाएको तैँले भन्दै त। मैले यो यहाँ बुकमा त्यो नामहरू थियो सुरुमा परिवेष्टित देशहरू कण्ठ पारे अनि अहिले यहाँ बुकमा टिक लगाएको अनि त्यसको सकेपछि बाँकी भन्न सजिलो हुन्छ उसले दिमाग लगाएको थिए भूपरिवेष्टित मात्र कण्ठ पारेको त्यो बाहेकको चाहिँ सबै के हो त परिवेष्टित देशहरू होइन। त्यसरी कण्ठ गरे त्यो पनि एउटा ट्रिक हो टेक्निक हो। त्यसरी पनि हुन्छ ल त। यो आएन ठिक छ गुड। आज चाहिँ यही हो अब सामाजिकको महाभारत अनि के हो सार्कको गतिविधि। हेलो गाइस, अब म भात खान आँटेँ। टाइम हेर्न दिनु 9:30 हुन आँट्यो। 20 भयो 9:20। आज बिदा एक्जामको बिदा भात खाएर माथि जान्छु अनि पढ्न थाल्छु। त्यहाँदेखि भात खान्जेल त यतिकै गर्छु। यो त्यहाँ च्यातिएको छ तर नि अब के छैन पुरानो भयो। एउटी चट्टा आमा मैले अलि भात पस्किदिएन है। भर्खर अब गरेर सकेँ। मैले त्यहाँ भिडियो पनि बनाऊ तैँले थाहा पाइहाल्नुभयो होला। अनि पूजा खटा यस्तो हो यता मा भिडियो बनाऊँ आमा छोरा भएर यसो उ गरौँ भनेको भिडियो बनाउनु त बनाएछ जम्मै हल्लाइकन ठाडो पारेर ट्राई त गर्यो ठिकै छ। तर भिडियो चाहिँ यसरी बनाउने हो कि यस्तो मोबाइललाई चाहिँ तेर्सो पारेर अनि एक ठाउँ अड्याएर नि यसरी बनाउने हो। उसले चाहिँ भिडियो बनाउनु त बनाएछ है। अब त्यो जब गरेको भरे बेलुकाको बनाउनु बत्ती सत्ती बालेर अँध्यारो लाइट पनि मिलाएको छैन। बनाउनु त बनाएछ जब गरेछ भिडियो बनाएर तर यहाँ राख्न चाहिँ मिलेन क्या त्यो भिडियो। अब फेरि भरे बना हानिकेर राखिदिन्छु ल। त अहिले पढ्न थाल। यही पढिने रहेछ के पढाएछ भन्नु खै आँखा छल्यो कि कता पुग्छ यस्तै छ। साथीहरू अब
हजुर मेरो भ्लग हेर्दा नि कति हिँड्न सक्दिनँ चाहिँ भन्नुहुन्छ होला है। आज चाहिँ मामा घर जाँदैछु, बाबुको मामा घर। त्यहाँ तिथि छ अनि त्यही भएर जानु लागेको। अब बाइकमा चाहिँ त्यो हावाले हान्छ नि त, गर्मी महिनाको जम्मै लुगा निकालेर जाडोको तन्काएँ। बाइकमा त फेरि हावा लाग्छ, चिसो लाग्छ है। यो एउटा ज्याकेट चाहिँ मैले राखेको थिएँ, अब यही लाउनु पर्यो। के लाउनु त नत्र, ओहो चिनै लाग्दैन त। अब यसपछि मेरो छोराले चाहिँ यहाँ के गरिरहेछ हजुरहरूलाई देखाउँछ है त। उसले चाहिँ के गरिरहेछ देखाउँछ है त हजुरहरूलाई। अहिलेलाई चाहिँ म चाहिँ हिँडेँ, बाई बाई। म चाहिँ जहिले पनि हिँड्ने बेलामा चाहिँ हजुरहरूलाई चाहिँ यही पुलको चाहिँ देखाउँछु है मलाई, किनभने यो पुलको लोकेसन कस्तो मनपर्छ क्या त्यो। अनि लु हेर कसले यहाँ केराको बोक्रा खानु है, खाँदै हिँड्दै फाल्यो। कस्तो म्यानरलेस मान्छेहरू छन् भने पुलमा फोहोरहरू फ्याल्ने। सिसिटिभी भएर पनि केही काम छैन। मेरो फेभरेट ठाउँ आयो कस्तो हल्लिएको क्या। कट्यो अब काठमाडौँ आइपुग्यो। ल हेर्नुहोस्, चढ्न नपाइकन म काठमाडौँ आइसकेँ। अहिले ललितपुरमा थिएँ, अब काठमाडौँ। कति लामो जाम हो कि, म त बस्दा बस्दा निन्द्रो नै आइसक्यो। ढाडमा घाम परिरहेको पारी हो, सिरामा हालेर भुसेपछि निकाउँ जस्तो भइसक्यो। आफै लट्ठ भइसक्यो। बिहान अफिस टाइममा त भिड हुन्छ, जाम हुन्छ, मैले माने है। बाफ्रे यो के दिन हो, यो दिउँसो पनि जाम यस्तो हुँदै। एक ठाउँमा पुग्नलाई पनि आधा दिन त यो रोडैमा बिताउनु पर्ने, जाममा फसेर। यस्तो पनि हुन्छ त। अहिले त यस्तो हुन्छ भने अफिस टाइममा त यो बाटो कस्तो होला। यो कहाँ भन्नुहुन्छ भने यो चाबेल आइपुग्यो। यस्तो डेन्जर जाम। यो अब हामी पनि चोर बाटो, सर्टकट बाटो जाँदैछौँ। सक्दैमा अब हाइवेबाट गल्ली गल्ली खोज्दै। मेन रोड चाहिँ बेसरी जाम, भित्री बाटो चाहिँ यति मजाले खाली फिली कस्तो राम्रो छ बाटो है। बिच यो चाहिँ हो बाबुको मामा घर। ए टुका लाउनु पर्यो, जाऊ लाउ। ए मामाकोमा कहिले आउने भनेको चैतमा भन्नुभएको थियो। ल आइयो मामा। अब अहिले अलि गल्नु भयो कि हिँड्नु अलिक गाह्रो छ। खाइकन तलको आए के भयो सबै थाहा हुने। भात खाइकन हेरेर बस्नु त भने है। हजुरआमाको श्राद्धी हो हेर आज। वाउ, म चाहिँ अहिले छतमा आएको छु। कस्तो मजाको हेर्नु न। यो चाहिँ ठुलो मामाको घर। अघि हामीलाई टिका लगाइदिनु भएको मामा चाहिँ ठुलो मामा, अनि यो अहिले हामी आएको घर चाहिँ सानो मामाको घर। र साखु चाहिँ यता पर्छ है, साली नदी चाहिँ यो साइडमा पर्छ। यो मेन रोड भयो। राम्रो हेर्नु न ठाउँ। बाफ्रे पहिला पहिला आउँदा त यो बाटो बनाउँदा यस्तो धुलो उड्थ्यो, गाह्रो हुन्थ्यो है। अहिले चाहिँ पिच भयो, कस्तो आनन्द, कस्तो बाक्लो बस्ती है। हेर्नु त। अनि यहाँ हाम्रो उयो घर चाहिँ यो हरियो ट्याङ्की भएको यो नमस्तेवाला चाहिँ
निलाको घर जैसापको यानि कि हाम्रो मेरो चाहिँ भान्जीको भनौँ न भान्जी तर हामी एउटै जस्तो उमेरको होइन साथी साथी जस्तो यो चाहिँ उहाँको घर एकदम नजिक नजिकै छ के घरहरू अनि उयो चाहिँ नगरपालिका उयो चाहिँ होला यो डाँडा त्यही त ऊ त्यति चाहिँ खेत रहेछ थाहा हुने त्यो डाँडामा बिचमा खेत रहेछ अनि घरै घर डाँडा पनि खाली नहुने भयो यहाँ बिचमा अलिकति खाली छ त्यसपछि फेरि त्यहाँ पनि गइसक्यो उजाड भइसक्यो माथि चाहिँ कहाँ थियो मेरो लगन खेल हजुर तर अब भोलि मामाले भन्नु यो साथीहरू अहिले हालेको भिडियो चाहिँ कालुले राम्रो बनाएर हालेछ अब हजुरहरूले चाहिँ फेरि यो चाहिँ कालुले उ गरेको होला यतिकै बनाएको होला जस्तो लाग्छ होला तर होइन कालु चाहिँ कति वर्ष भयो वर्तमान गरेको वर्तमान गरेको 11मा गरेको 12, 13, 14 3 वर्ष हुन्छ अब यो चैतमा होइन 3 वर्ष भयो कालुले यसरी निरन्तर जब गर्छ बिहान बेलुका उसले जब नगरिकन खाना खान पाउँदैन खाना खाने बेला के गर्छ अचाउँछ अनि के कति वर्ष नबोलिने 12 वर्ष ऊ खाना खाने बेलामा बोल्दैन भनेर उसले चाहिँ नियमहरू चाहिँ पालन गरिरहेछ र डेली धोती फेरेरै खान्छ धोती चाहिँ फेरि के फेरेको छ भने भोलि देखाउँछु तपाईँलाई धोती हो कि पटुका हो त्यसरी लगाउँछ यो त्यो भिडियोको लागि चाहिँ त्यसले अलि राम्रो धोती लगाएछ लाउन चाहिँ तर धोती फेर्छ त्यसरी नै खान्छ र हजुरहरूलाई कस्तो लाग्यो त हाम्रो आमा छोराको कोल्याब होइन यसो आमा छोराको कोल्याब कस्तो लाग्यो हजुरहरूलाई कहिले छोराको आउँछ कहिले आमाको आउँछ यसरी नै हालेको छु र मैले चाहिँ मामा घर गएर चाहिँ पुरै भिडियो बनाइनँ होइन कस्तो भने मलाई भिडियो बनाउन सहज लाग्छ भन्दैमा कसैको प्राइभेसीलाई मैले भङ्ग गर्नु हुँदैन होइन अब त्यहाँ सबैलाई सहज लाग्छ लाग्दैन भिडियो बनाऊ भन्यो भने चाहिँ बनाइहाल्ने हो होइन भने चाहिँ मैले चाहिँ बनाइनँ आफ्नो अलिकति प्राइभेट टाइम पनि हुन्छ नि त भनेर अब मैले बनाइनँ त्यहाँको अनि अहिले आएँ घर आएँ अहिले पसलमा छु पसलमा कस्टमरहरू हुनुहुन्छ र कालु अहिले भर्खर तल जब गरेर खाना खाएर आएको हो अब भोलि चाहिँ देखाउँछ भोलि कस्तो कस्तो गर्यो के गर्यो हामी आमा छोराको यसरी नै आइ नै राख्छ हजुर है त अबदेखि यसो फ्री टाइम भयो कि आफूलाई के लाग्छ त्यस्तो भिडियोहरू चाहिँ बनाइहाल्छ है त त्यो 12 बजेभन्दा अगाडि हजुर बनाइसक्यो स्कुलबाट आएपछि म बनाउँछु इक्जाम कस्तो भयो के भयो उसले चाहिँ त्यो भनेर उसको अनुभवहरू चाहिँ राखिदिन्छ अब कन्टेन्ट खोज्नु पऱ्यो होइन हाम्रो कन्टेन्ट चाहिँ यही नै हो कहिलेकाहीँ यसले कुटे खाएको पनि राख्छु है म किन उसलाई चाहिँ दाडी आएको मनपर्छ जुङ्गा पाल्छ अरे जुङ्गा पाल्नेवाला छ कहिले आउला जुङ्गा कहिले पालुला म भनेर बसेको छ ल अहिले आजको लागि यति नै हो बाई बाई के गर्नु होला हाम्रो भिडियोलाई लाइक शेयर अनि सब्सक्राइब गर्नु होला हस् त थ्याङ्क यू धन्यवाद